जस्ट रेडी भइसक्यो र आज चाहिँ मैले पर पुऱ्याइसकेको छु र म सेटअप पनि बनाइसकेको छु। म हेर्नु होला यति यस्तो गाह्रो हुन्छ होइन मुकबाङ भिडियो बनाउनुको लागि होइन, पुरा रुमै बिगाउनु पर्ने हुन्छ क्या। मुकबाङको सेटअप त्यहाँ बनाएछु मैले होइन। चाहिँ यहाँ मुनिको मेरो यस्तो हालत छ क्या, सबले त साइडमा राखेर होइन। यो टेबलमा बनाऊँ भनेको यो टेबल सारा उच्चै हुने रहेछ। सो यहाँ बनाउनु पर्ने रहेछ। त्यो चाहिँ मैले चाहिँ खोर्सानी अनि अमिलोहरू पिनेर मैले बनाएको चाहिँ खोर्सानी एकदम पिरो छ। यो चाहिँ अचार हो होइन, यो चाहिँ अब कोपी हो क्या। अमिलो चाहिँ मलाई एकदम बबाला मनपर्छ। बबा एक्लै हुँदैन कस्तो बोर हुन्छ क्या, के खाम हुन्छ, के बनाइखाम हुन्छ क्या। अब ल फाइनली मेरो सेटअप भयो होइन। आजको मेरो मुकबाङ चाहिँ यति नै हुन्छ। यस्तो धेरै ल वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। इट्स मी सनम राइट। सो आजको विशेष ब्लग भनेको चाहिँ मुकबाङ भिडियोको ब्लग हुन्छ होइन। अनि आज चाहिँ म मुकबाङ भिडियो बनाउने सोचमा छु, सोच प्लानमा। तसर्थ मैले चाहिँ अलरेडी रेडी पनि बनाइसकेको छु होइन। रेडी गर्दैछु मैले भनौँ न। सो अनि आज चाहिँ घरमा कोही पनि छैन नि त, खाना नपकाउने। अनि जस्ट त्यही मुकबाङ भिडियो बनाएर त्यही खाने प्लान गरेँ। अनि सो हेर्नु होला, अन्तिमसम्म हेर्नु होला। किप सपोर्टिङ, किप लभिङ है। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब दिनु होला। प्लान हुनुहुन्छ भने प्लिज लाइक हानिदिनु होला र कमेन्ट हानिदिनु होला है। अनि अहिले चाहिँ म चाहिँ यहाँ चाउचाउ बनाउँदैछु है, चाउमिनको लागि होइन, नुडल्सको लागि। सो मैले चाहिँ यो चाहिँ अस्ति नै मुकबाङ भिडियो बनाउने भनेर चाहिँ प्लान गरेको थिएँ। त्यही भएर म चाहिँ लिएको थिएँ क्या अस्ति मिनिमार्टबाट यो चाउचाउ। सो यस्तै बनाउनु पर्ने हुन्छ, यस्तै नबनाए पनि हल्का है। गाह्रो छ नि त, बनाउनु पऱ्यो नि त। यो चाहिँ पाक्यो कि क्या हो। फेरि घरमा एक्लै हुँदैन कस्तो बोर हुन्छ क्या, के खाम हुन्छ, के बनाइखाम हुन्छ क्या। भात बनाउनु पनि कस्तो अल्छी लाग्यो। तर जस अघि बिहान खाजा चाहिँ त्यस्तो फोहोरै छ है। तिम्रो अब यसमा धन्दा गर्नु छ केही छैन, सबै एकैचोटि गर्छु। बाहिरको कामहरू सबै अलरेडी गरिसकेको मैले। त्यही हो, पाक्यो जस्तो छ क्या। यो फेरि धेरै उ भयो भने फेरि ग्लित्त हुन्छ क्या। त्यही भएर अब यसलाई कहाँ छ, यहाँ दुध पनि रहेछ, म चिया पनि पिउनु पर्ने हुन्छ। कहाँ गयो हाम्रो सामग्री, अधिक खासै हो छैन त हौ। जस मैले चाहिँ के खोजेको छु नि, तार्ने खोजेँ क्या। तार्ने कहाँ राखेको छ मम्मीले कहाँ राख्नु भएछ त, कहाँ राख्नु भएछ त हो। छैन त हो, म त के गर्नु हो, के गर्नु पर्ने हो। छैन क्या रे, सुजस छैन रहेछ। अब मैले पनि तार्छु ल। अहिले चाहिँ मैले धेरै नै बनाइसकेँ होइन। अन्तिम बाँकी छ यसलाई गोल्नु है, चाउमिन बनाउनु, नुडल्स बनाउनु, त्यति हो। जस्ट रेडी भइसक्यो र आज चाहिँ मैले पर पुऱ्याइसकेको छु र म सेटअप पनि बनाइसकेको छु। म हेर्नु होला यति यस्तो गाह्रो हुन्छ होइन मुकबाङ भिडियो बनाउनुको लागि होइन, पुरा रुमै बिगाउनु पर्ने हुन्छ क्या। मुकबाङको सेटअप त्यहाँ बनाएछु मैले होइन। चाहिँ यहाँ मुनिको मेरो यस्तो हालत छ क्या, सबले त साइडमा राखेर होइन। यो टेबलमा बनाऊँ भनेको यो टेबल सारा उच्चै हुने रहेछ। सो यहाँ बनाउनु पर्ने रहेछ। त्यो चाहिँ मैले चाहिँ खोर्सानी अनि अमिलोहरू पिनेर मैले बनाएको चाहिँ खोर्सानी एकदम पिरो छ। यो चाहिँ अचार हो होइन, यो चाहिँ अब कोपी हो क्या। यो चाहिँ मलाई लास्टमा मनपर्छ क्या यस्तो चाहिँ। अन्त रहेछ, यसलाई पनि मैले थपेको। सो हेर्नु होला। त्यही आजको चाहिँ जस्ट दामी नै बन्छ कि भन्ने आशमा होइन। अनि यति धेरै अब गर्नुपर्ने छ, सरसफाइ पनि गर्नुपर्ने छ। तर खाइसकेर पनि बनाउँछु होइन, धेरै नै गयो जस्तो छ। सुरीमा सिरी कान्छी बतासे चल्यो, बाबाले त्यसो बाटामा माया। पुरा डरेको भयो त माकुरीको जालीमा तिमीलाई पारेँ मैले। कस्तो यो भयो होइन। अब यसलाई हामीले अमिलो पनि हाल्नु पनि छ। अमिलो कुन हाल्दा बेटर हुन्छ भने लाइक यही हाल्दैन।
अनि मलाई गाइस हैन अमिलो चाहिँ एकदम बबाले मनपर्छ है। त्यो अमिलो चाहिँ मलाई एकदम बबाल मनपर्छ। बबाल 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 त्यही भएर म अमिलो चाहिँ अलिक धेरै हाल्नु पर्ने हुन्छ। मुखबाङ भिडियो बनाउनु कहाँ कहाँ सजिलो छ हौ गाइस, कहाँ सजिलो छ, गाह्रो छ नि गाह्रो होइन त। यस्तो मिहिनेत गर्दा पनि तपाईँहरूले अब लाइक हानिदिनु हुँदैन, सब्सक्राइब हानिदिनु हुँदैन होइन। हानिदिनु पऱ्यो कि लाइक सब्सक्राइबहरू हालिदिनु पऱ्यो कि गाइस, सम्झिनु पऱ्यो। धेरै पनि गर्नु हुँदैन कि भरे फेरि उस हुन्छ। ल 10% था रिमूवल पर 10% डाउन सेट करिएगा। गैस ना तुम किसको बंद बच्चा है ना एकछिन अफै गर्नु ल। फाइनली मेरो सेटअप भयो होइन। आजको मेरो मुखबाङ चाहिँ यति नै हुन्छ, त्यस्तो धेरै स्पेसल छैन होइन। अरू पनि थप्ने चाहिँ प्लान थियो तर म एक्लैले बनाएर खान सक्दिनँ नि त। त्यही भएर आजको प्लान चाहिँ यति नै हुन्छ मेरो होइन मुखबाङ मिठो। सो अब रेडी भइसक्यो। मलाई म रेडी गरेर ल्याप्स हान्नुपर्ने हुन्छ त गाइज। बबाल बबालै बोला मलाई सेटअप सकिहाल्नु पर्ने हुन्छ बनाएर। 1 hour later लगाइ चाहिँ मुखबाङ भिडियोले त मलाई त सेक बनाएँ, सेक बिजोक बनायो खानु नसकेर है। बिजोक अब इलेक्ट्रोनिक पैसाहरू भएर पनि यस्तो बिजोक तरिकाले बनाउनुपर्छ। यहाँ माथि क्यामेरा सेटअप भनेको चाहिँ यहाँ माथि हुन्छ मुखबाङ भिडियो त्यहाँ होइन हेर्न सक्नुहुन्छ। तर अलरेडी मैले चाहिँ खाइसकेँ सबै होइन। सो क्यामेरा सेटअप यहाँदेखि गर्नुहुन्छ। अब सबै मिलाउनु पर्ने हुन्छ, रुम मिलाउनु पर्ने, मलमा त मस्काउनु पर्ने गाइज तनाव छ। मुखबाङ भिडियो त्यत्तिकै थोरै न बन्छ होइन। अब ढोका खानुपर्छ ल। म सरसफाइ कार्यक्रमतिर लाग्छ त लगाइछ। अब मुखबाङ भिडियो त बनाइयो नि होइन, खाइयो नि मजाले। तर खाएपछिको यो काम गर्ने चाहिँ मलाई अलिकति मन पर्दैन। तर गर्नै पर्यो, एक्लै भएपछि के गर्नु त होइन गाइज। घरमा एक्लै छ गर्नु पर्यो, नगरे पनि आफ्नै हो, गरे पनि आफ्नै हो। त्यो हेरेर गर्नै पर्यो। ल गएको म मेरो ड्युटीमा मायाले उस्तै ताने त लागेको म अब पानी खेलाउन। बिजोको छ मलाई बिजोको छ करते हो मुस्कुराने की बात करते हो मुस्कुराने की बात करते हो ना 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 आँख में तेरे लिए उड़ जाऊंगा मैं तेरे लिए ना 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 ना। तू ही है मुझको बता दे चाहूँ मैं अपने तो दिल का बता दे
फाइनली मैले किचन सनक्कै गरिसकेँ। अब रुम गएर सनक्कै गर्नुपर्ने हुन्छ। अब रुमको गतिपति त यस्तै छ होइन। अब यसलाई अब चिन्क्या पारेर लिङ्क्या पार्नुपर्ने हुन्छ। यही चाहिँ किनकि मैले नयाँ छ त चण्डुको माते साथी मेरो साथी यो ल फाइनली अब यसलाई पनि त्यो गरेर ठ्याक्कै नि हाल्छौँ ठाउँ होइन। सो यहाँ बस्छ। अब यसलाई पनि राखिदिनु पर्ने हुन्छ। यसको ठाउँ यहाँ हो होइन। यसले एकछिनमा चार्ज लाउनु पर्ने हुन्छ। तल राख्नुपर्ने हुन्छ। घडी पनि तल राख्नुपर्ने हुन्छ। तल सबै यो मेरो फोनको कभर सुन्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले गीत लेख्दै थिएँ क्या। गाउँदैछु गीत माया सुनिदिनु है गाउँदैछु गीत माया सुनिदिनु है अरूको साथमा खुसी हुनु है यस्तै हो यो गीत भनेको है। अब यसले त यतै राख्नुपर्ने हुन्छ। यो मेरो डटरहरूलाई चाहिँ यहाँ राख्नुपर्ने हुन्छ होइन। अब म के गर्छु थाहा छ गाइज। म चिया खान्छु अनि टक्क यहाँदेखि म मेरो झ्याल खोल्छु। अब यहाँ चाहिँ कस्तो छ भने यो चाहिँ अब बेगुनी फुल कि के भन्छ यसलाई। यो के फुल बिर्सिहाल्छु कि दामी फुलिरहेछ। यहाँदेखि अब चिया खाँदै रमित हेर्दै बस्नुपर्ने हुन्छ म। अब यसको काम भनेको चाहिँ यहाँ माथि हो झ्याप्पसँगले भन्दा अहिले ओर्नु पनि पर्छ होला सुत्यो भने। जेसी गर्छु अब कोही त आउँदैन मेरोमा। के साह्रो गरममा मेरो ब्याग पनि बिजोकै छ। दिस इज माई अहिले अफ गर्नुपर्ने हुन्छ। बत्ती बिल्को छ फेरि यता जबिता मेरो पानी कौला यहाँ होस्। अहिले त राखिदिनुपर्छ होइन। सो फाइनली मैले सबै काम सकेँ। अब मेरो मेन काम भनेको चिया चियाबारीमा ओ चियाबारीमा चिया चाहिँ म यसमा हाल्छु है ल। दुध यहाँ मुनि छ। चियाबारीमा ओ चियाबारीमा सधैँ उडिने फुलहरूमा पाउने के पिम्माने के पिम्माने के जे तताउनु पनि हुँदैन। जे ततायो भने फेरि सेक हुन्छ। सेक यहाँ बस्छु म पर्दा खोज्छु। अब मस्त चेपिँदै बस्छु। तर मैले मेरो एउटा चिज खोज्दै थियो। यहाँ छ कि मेरो सामग्रीहरू के यहाँभित्र रहेछ। लगेज अहिले भेट्नु पर्ला। अब म एकछिन चिया खाएर बस्छु है त। ल फाइनली आज सबै काम सकिसकेँ होइन। अब खाइसकेपछि त काम पनि गर्नु पऱ्यो बिजोक छ। अनि अहिले चाहिँ मैले चाहिँ पानीहरू पनि हालिसकेको थिएँ होइन।
अनि भन्छ नि भर्खर स्कुल देखेर पासवर्ड हाली माग्दैछ के भयो एउटा आएर एउटा किक देखाइदिएन किक यहाँ चाहिँ किक देखा त लु न सो मेरो बेलुका काम चाहिँ यिनीहरू क्या मामसँग पकाउनु पर्ने हुन्छ त्यसपछि पुरा पानी हाल्नु पर्ने हुन्छ होइन अनि यहाँ चाहिँ मैले यो उयस रोपेको छु क्या त्यो सुकाएको नि हो त्यहाँ सुकाएको पानी परेको छ र मेरो आमाजी धेरै लिङ मत करो माथि बसेर कराउँछन् मलाई के साह्रो ल सो आजको ब्लग चाहिँ यहीँसम्म सो सी यु इन माई नेक्स्ट ब्लग मुखबाङ भिडियो बबाल आउँछ हेर्नु होला गाइज बाई बाई